एक दुईचोटि चुनाव लडेर सत्तामा गयो अहिले सबैले चिन्नुहुन्थ्यो। हामी त पार्टी पनि नयाँ र अब नयाँ मान्छे नै अगाडि बढ्नुपर्छ भन्थ्यो। मान्छे पनि नयाँ हो, त्यस कारणले त्यति राम्रो चिन्नुहुन्न। त्यही भएर मोहम्मद ठाकुर बाबा नगरपालिका भन्नुभएको छ। मैले अध्ययन गरेको कानुन हो, कानुनको मान्छे हो। त्यसपछि अब व्यवसाय चाहिँ पर्यटन। अनि यो जङ्गल र जङ्गली जनावर सम्बन्धी अब पढाउने मान्छेहरूलाई चाहिँ विदेशीहरूलाई पनि ल्याएर यो यस्तो हो यस्तो भनेर देखाउने र भन्ने मान्छे भएको हुनाले यो जनावरहरूको बारेमा धेरै कुरा मलाई थाहा छ। त्यो विषयमा मलाई अलिकति ज्ञान छ। यिनी कति दिन्छ भन्ने कुरा पनि धेरै बुझेछु। साहित्य होला। अनि त्यस कारणले एउटा मेरो आफ्नो दृश्य छ यताको कुरा त्यो कुरा है त। अरू अब यहाँ यो समस्या छ, यो समस्या धेरै समस्याहरूको धेरै समस्याहरूको बिचमा हामी जक्रेका छौँ। उहाँले सबै समस्या भन्नुभएको छ, हजुरले पनि भन्नुभएको छ, मैले यहाँ लेखेँ पनि होइन। अब यसको मूल जरो के होला? मूल जरो